नमस्कार। मेरो खास बर्थडे चाहिँ मार्च 10 मा थियो। अनि बिचरा मेरो भदैनीले पनि आउने सोच गरेको थियो। मैले नआऊ, नानी सानै छ, राति हुँदो ज्वाइँलाई दुःख हुन्छ भनेर भनेँ। अनि उसलाई त एकदम खल्लो भएछ क्या। भरे त अस्ति 15 मार्चमा चाहिँ स्याटरडे चाहिँ फेरि हामी उसकोमा जानुपर्ने भएको थियो। अन्त उसले चाहिँ सरप्राइज केक बनाएको रहेछ। अनि बहिनीहरूसँग अब सल्लाह गऱ्यो होला, दिदी बहिनीहरूसँग। त्यस पछाडि उनीहरूले चाहिँ मलाई सरप्राइज केक काटिदिने सोच बनाएको रहेछ। मैले चाहिँ सोचेको थिएँ अर्कै मेरो भदैनीको होला भनेर। अनि त्यहाँदेखि नि ह्याप्पी बर्थडे गर्दै आयो। म पनि ह्याप्पी बर्थडे भन्दै उभिरहेको थिएँ। भरे त मलाई त ह्याप्पी बर्थडे फुपू भनेर भन्छ है। अनि छोरीहरूले पनि मम्मी ह्याप्पी बर्थडे भन्छ। बिचरा मेरो भदैनीले र ज्वाइँले सबै यो सरप्राइज गरिदिनु भएको। म त कस्तो एकदमै कस्तो खुसी पनि लाग्यो। अनि रुइन्जेल भए जे होस् आफ्नो यसरी छ भने आफन्तहरू भदैनी छोराछोरीहरूले यसरी सरप्राइज गर्दाखेरि एक खालको अर्कै मजा आउँदो रहेछ। अनि सधैँभरि यस्तै माया पाइरहेको। अनि यसरी नै माया आदर गरिरहोस् मेरो भदैनी र ज्वाइँलाई पनि एकदमै धेरै आशीर्वाद अनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। म त खुसीको सीमै रहेको छैन। धन्यवाद।